देउसी खेल्दै गर्दा हामीले उता कस्तो छ बुढा बाटो नाचेर कस्तो छ भर्खर सत्र टेक्या छ जस्तो छ गयो भुवना किन तिम्रै हो भना कि मायाले भुवना किन तिम्रै हो भना कि मायाले भुवना सुर्तीमा दादा गयो जमाना सुर्तीमा दादा गयो जमाना सुर्तीमा दादा गयो जमाना सुर्तीमा दादा गयो जमाना ल हैन समस्या नै छैन नि जिन्दगीमा बालकैदेखि कान निमठेर गीत गाउन लाउने चकलेट खुवाएर गीत गाउन लाउने मान्छे यी छन् दुईजना हैन मलाई साच्चै भन्ने हो भने मलाई कलाकार बनाउने उहाँहरू नै हो म त्यति बेला पनि गीत गाउँथे सबै कुरा गीतबाटै सुरु हुन्थ्यो अनि गीतबाटै अन्त्य हुन्थ्यो त्यसैले पनि होला आज यतिको भएको छु तपाईहरु सबैको माया प्रेम र सद्भाव पाएर अहिलेको लागि हाम्रो कहिले ब्यारेकबाट आउने शुक्रबार झोला बिसाउने अनि त्यो धनपति कहाँ छ भनेर खोज्न आउने अनि खोजेर लिएर जाने कहाँ डाँडातिर हुन्छ कता चौरतिर हुन्छ गएर बसेर गाउँका सबै वृत्तान्त खबर त्यति बेला नारद मुनि जस्तो थिएँ म हैन यो हप्ता गाउँमा यति घटना घटे यहाँ यस्तो भयो सबै सुन्नुपर्ने ओडा छ हुन लेखाएर छ है त्यो उति बेला फौजमा हुँदा पनि गाउँमा के भए त्यो सबै सुन्न पर्ने तपाईलाई अब मेयर भएको हेर्ने रहर छ त्योभन्दा माथि हो अहिलेलाई भने हाम्रो अङ्कलको रोजाइमा सुर्ती मार्दा मार्दै सुर्ती मार्दै सुर्ती मार्दै
पानीका ठेदारहरू नाचेका कोही ट्याङ्की बनाउने कोही धारामा पानी ल्याउने हाम्रा दाजुहरू होइन सुनिल भाइ भरत दाई आहा कति मिठो मिलेको के संयोग के संयोग यो संयोगलाई संयोग मात्रै लिनु होला अनि रमाइलो गर्नु होला मैले बुझेको छु ह्यापी तिहार भाइ नाच्नु पर्छ है तिहारमा त नाच्नु पर्छ नाच्नु पर्यो रम्नु पर्यो होइन अहिलेको लागि हामी फेरि अर्को प्रस्तुतिसँग जोडिन्छौँ यति बेला सुमी बहिनी के खुसबु बहिनी कता हुनुहुन्छ तिमीहरूको कुन गीत हो नानु ल नेवारी ल ल ल तयार 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 गीत ल्याऊ खोइ म अहिले छिटो ल्याऊ होइन अहिले अहिले हाम्रो आसना होइन तिम्रो के अरे आसना हो नि होइन आसना अनि तिम्रो के अरे न वर्षा र आसनाले फेरि यिनीहरूले नाच्छन् हेर्नुहोस् नेवारी गीतमा साह्रै राम्रो नाच्छन् हाम्रो गैरी पसलको साउजी सान्दाई कान्छा दाई है गैरी पसलका कान्छा दाई नाच्न एक राउन्डको नाच्ने बित्तिकै पानी पिउनु पर्दो रहेछ यहाँ दक्षिणा कति हालौँ भनेर त्यो मन तुलफुल तुलफुल भएर दाजु उता पानी खान जानु भएको छ कान्छा दाई स्वागत छ है तपाईँलाई पनि गैरी पसलबाट यहाँ आउनु भएको छ यसै गरी यो कार्तिकको दान हो यहाँमा रहनुभएका सबै दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्छु यो कार्तिकको दान दोस्रो भैलेनीलाई आफ्नो गच्छे अनुसार जति सकिन्छ त्यति दिन मन लाग्नेले भोलि टिका लाउने दक्षिणा बाँकी राखेर सबै हालिदिँदा पनि हामी रिसाउँदैनौँ है फेरि यो पनि छ त्यति चाहिँ फेरि टिका लाउने दक्षिणा चाहिँ राख्नुहोस् है फेरि मन पर्यो भनेर मनकारीहरूले फेरि